देश विदेशदेखि नै हेरिरहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा अर्गानिक टी हब धादिङ बेसी सिरन बजारको तर्फबाट लस्सो फ्याफुल्ला प्रसिद्धले नमस्कार सम्पूर्णमा। साथीहरू, आज चाहिँ हामी यदि तपाईँहरू काठमाडौँ, पोखरा, चितवन कहीँ पनि बाहिरदेखि चाहिँ अर्गानिक टी हबको लागि धादिङ बेसी आउँदै हुनुहुन्छ भने अर्गानिक चिया पिउनको लागि चाहिँ आज हामीले अर्गानिक टी हबको लागि चाहिँ लोकेसन बनाउँदैछु। तपाईँलाई चाहिँ अर्गानिक टी हबसम्म पुर्याउनको लागि अहिले हामी यतिखेर पुच्छर बजारदेखि चाहिँ टी हबको लागि लाग्दैछौँ। साथीहरू हेर्नु होला है, अहिले यतिखेर हामी ठक्कै पुच्छर बजारको पुल आइपुग्यो। पुलदेखि हामी लाग्दैछौँ साथीहरू, यहाँबाट सिधै जाने, यहाँबाट कहीँ दाहिने बाहिर नलागिकन सिधै जानुपर्छ गाइस। यो फेसन फ्यान भयो। यहाँबाट बिल्कुल सिधा जानुपर्छ गाइस, यता दाहिने बायाँ होइन। यहाँ ठिक एमाले चोक आइपुग्यो साथीहरू, एमाले चोक, यहाँबाट दाहिने, यहाँबाट सिधा दाहिने। अब यो हाइवे हो सिधा साथीहरू, यहाँबाट कहीँ दाहिने बायाँ होइन, सिधा जानुपर्छ। आज हामी तपाईँहरूलाई स्पेसली अर्गानिक टी हबसम्म पुर्याउनेछु। यहाँबाट कहीँ दाहिने बायाँ नगरिकन सिधा यो हाइवे। धादिङ बेसीको माहौल पनि हेर्नु होला साथी, यो धादिङ बेसी हो। धादिङ बेसी हेर्दै तपाईँ आरामले आउनुहोस्। अहिले यो सान्दा बजार चोक आइपुग्यो साथीहरू, यहाँबाट पनि सिधै दाहिने बाहिँ नलागिकन यो एसबिआई ब्याङ्क छ साइडमा। यहाँबाट सिधै यहाँ धादिङ बेसी हेर्दै यो पुरै ठुलो मार्केट, यो बजार यही हो साथीहरू है धादिङ बेसीको। आज हामी तपाईँहरूलाई चाहिँ सुरक्षितसम्म चाहिँ हामी तपाईँहरूलाई चाहिँ अर्गानिक टी हबसम्म पुर्याउनेछु। अहिले एकछिनपछि 20 बजार चोक पुग्ने छ साथीहरू, 20 बजार चोक पुग्न लाग्यो है। अब यो 20 बजार चोक आइपुग्यो साथीहरू। 20 बजार चोकदेखि दाहिने बायाँ कहीँ पनि नलाग्ने, सिधा लाग्नुपर्छ साथीहरू। यहाँबाट सिधा दाहिने बायाँ कहीँ नजाने, सिधा। धादिङ बेसीको मेन सिटी साथीहरू यो। यो हस्पिटल चोक, यहाँदेखि दाहिने बायाँ नजाने साथीहरू, सिधा जाने। यहाँको दाहिनेतिर चाहिँ यहाँ धादिङ हस्पिटल छ, यहाँबाट सिधै जानुपर्छ साथीहरू, दाहिने बायाँ कहीँ पनि नलाग्ने। तपाईँहरूलाई सुरक्षितसँग चाहिँ हामी अर्गानिक टी हबसम्म पुर्याउँदैछु। यो लोकेसनलाई ट्रेक गरेर आउनु होला तपाईँहरू। यो पुलिस क्याम्प, सशस्त्र पुलिस क्याम्प। यहाँबाट दाहिने बायाँ हेर्नु साथीहरू, सिधा। यहाँ पनि पुलिस क्याम्प छ। यहाँ मालपोत कार्यालय छ बायाँतिर। यहाँबाट सिधै, यहाँबाट बायाँतिर जाने होइन, सिधै। यो डाँडामा दुध डाइरी आइपुग्यो साथीहरू, यहाँबाट पनि सिधै जानुपर्छ। यहाँ एउटै रोड छ साथीहरू। तपाईँलाई यो लोकेसन हेरेर तपाईँ आउनुभयो भने तपाईँहरूले सुरक्षितसँग चाहिँ अर्गानिक टी हबसम्म पुर्याउने छ साथीहरू। अब एकछिनपछि सिरन बजार चोक आइपुग्छ साथीहरू। कतिपय साथीहरू चाहिँ यो सिरन बजार चोकदेखि कहाँ जाने होला भनेर धेरै जस्तो झुक्किन्छ साथीहरू। अहिले हामी सिरन बजार चोक आइपुग्यो साथीहरू है। अब सिरन बजार चोकदेखि कहाँ जाने म तपाईँहरूलाई बताउँछु। यहाँबाट चाहिँ ठिक्क दाहिने टर्न गर्ने, यहाँबाट सिरन बजार चोकदेखि चाहिँ दाहिने टर्न गर्ने, दाहिने मुड्ने हामी यहाँबाट हामी दाहिने मुडेर जाँदैछौँ अहिले।
हो यहाँबाट सिधा जाने साथीहरू धेरै जस्तो साथीहरू अहिले रिसोर्ट जाने चोक भनेर मैले हाइड ल्याएको थियो कहाँ होला भनेर धेरै जस्तो झुकिरहेछ यो रिसोर्ट जाने चोक यही हो साथीहरू यो चोकबाट चाहिँ तपाईँको तलतिर नलाग्ने यहाँबाट सिधा धुवाकोट जाने साइडमा बायाँतिर सिधा लाग्ने माथितिर अब ठ्याक्कै आइपुग्न लाग्यो साथीहरू है अर्ग्यानिक टी हब आइपुग्न लाग्यो अब 2 सेकेन्डमा पुग्छ अब हामी अर्ग्यानिक टी हब पुग्यो साथीहरू यो हो अर्ग्यानिक टी हब यहाँसम्म आएर चाहिँ अहिले हामी पुच्छर बजारदेखि लिएर चाहिँ यहाँ अर्ग्यानिक टी हबसम्म आइपुग्यो साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो माथि डब्जङ मिनी सप्लायर्स भनेर राखेको छ यो बोर्ड छ र तल चाहिँ यहाँ अर्ग्यानिक टी हब भनेर राखेको छ अर्ग्यानिक चिया हाम्रो सेवा तपाईँको आवश्यकता भनेर राखेको छ यहाँ नेपालको झन्डा राखेको छ यहाँबाट ठ्याक्कै तपाईँ घुस्दाखेरि चाहिँ ठक्कै यो भित्र तपाईँहरूले पुरा देख्न सक्नुहुन्छ होइन हेलो यो यहाँ भाइहरू पुरा गीत गाएर अहिले मनोरञ्जन गर्दै हुनुहुन्छ इन्जोय गर्दै हुनुहुन्छ आजको शनिबारको साथीहरू यसरी चाहिँ यहाँ राखेको छ साथीहरू यो एउटा भयो त्यसपछि यतापट्टि छ तपाईँ मजाले बसेर चाहिँ यहाँ चिया पिउनको लागि चिया लस्सी फ्रुट सलाद खानको लागि चाहिँ यसरी चाहिँ हामीले बनाएको छ कोरियन सिस्टम ल साथीहरू अब तपाईँहरूले यो हामीले हालेको लोकेसन हेरेर चाहिँ आउनु होला तपाईँहरूलाई सुरक्षितसँग चाहिँ तपाईँहरूलाई चाहिँ यहाँ अर्ग्यानिक टी हबसम्म पुर्याउने छ है